दर्शकबिन फेरि पनि म तपाईलाई अर्को दोस्रो भिडियोमा म तपाईहरुलाई जोडिएको छु। अहिले हामी सर्दु खोलाको यो बगरमा छौं, जहाँ चाहिँ आज गोलघरको प्रोटेक्सन वालको लागि श्रमदान कार्य भइरहेको छ र अगाडिपट्टि देख्न सक्नुहुन्छ यो खोला हो। यो खोलाको बगरमा अहिले माथि यो खोलातिरको तर्फबाट ढुङ्गाहरू निकालिँदैछ र एउटा ट्र्याक्टर त्यहाँ छ भने अर्को ट्र्याक्टर बगरमा काम गरेको छ भने त्यसैगरी यो बगरैभरि हामी देख्न सक्छौं। यो अहिले थप एउटा जेसीबी थपिएको छ र एउटा जेसीबी थपिएकोले जम्मा अहिले दुईटा जेसीबी चाहिँ नियमित रूपमा काम गरिरहेको अवस्था छ। अहिले अर्को एउटा आज चाहिँ विशेष गरी जम्मा 4 वटा ट्र्याक्टर सुरुमा बिहान आएको थियो भने अहिले 5 वटा थपिएर अहिले 5 वटा भएको छ र अहिले यो जेसीबी अगाडि एउटा गइरहेको छ भने अहिले यसको फाउन्डेसन खनिरहेको छ। यहाँ श्रमदाताहरूको लामबद्ध तरिकाले ढुङ्गाहरू पास गरेको पनि हामी देख्न सक्छौं भने अगाडिपट्टि यो ढुङ्गाहरू निकालिँदैछ। दर्शकबिन यो अहिले जुन गोलघरको छेउको बगरमा हामी छौं र यो अहिले जुन जेसीबीले फाउन्डेसन खनिरहेछ भने केही श्रमदाताहरू यसको यो जाली बनाउने काम भइरहेको छ भने केही श्रमदाताहरू ढुङ्गा पास गर्ने काम भइरहेको छ भने त्यसैगरी यहाँ ट्र्याक्टरहरूले यसको नियमित रूपमा ढुङ्गालाई ओसर पसर गर्ने काम भइरहेको छ। माथि दुईटा छ, अहिले जेसीबी एउटा गइरहेछ। त्यसैगरी यहाँ एउटा फुल भरिएर जाँदैछ एउटा ट्र्याक्टर। यो ट्र्याक्टरले यहाँनिर ढुङ्गा थुपार्ने छ, यसको जुन यो छेउमा थुपार्ने छ। तल अहिले थुपारिसकेको छ। जम्मी अहिले ट्र्याक्टर अहिले हामी ठ्याक्क अहिले नेपाली समयअनुसार 10:25 को यो समय हो। यो समय अवधिभर यहाँहरूले अहिलेसम्म देख्न सक्नुहुन्छ जम्मा ट्र्याक्टरहरूको सङ्ख्या 5 वटा अहिले छ। अहिले 5 वटा चाहिँ अहिले छ भने अहिले जुन यो अगाडिपट्टि देखिरहेको छु यो जेसीबीले चाहिँ नियमित रूपमा अहिले काम गरिरहेको छ। यो अहिले श्रमदाताहरूले नियमित रूपमा आफ्नो कामहरू गरिरहेको हामी देख्न सक्छौं भने अहिले जुन यो खोला छ, यो खोलाको छेउमा यस्तो यो बस्ती पनि एउटा छ र यो बस्तीको सुरक्षाको लागि भनेर यो प्रोटेक्सन वाल र समग्रमा बस्ती र गोलघरको सुरक्षाको लागि भनेर यहाँनिर आज श्रमदानको काम भइरहेको छ, ढुङ्गा टिप्ने। र त्यसैगरी अहिले जुन यो अगाडिपट्टि देख्न सकिन्छ बगरमा केही श्रमदाताहरू ढुङ्गा कलेक्सन गर्दै हुनुहुन्छ भने केही श्रमदाताहरू चाहिँ लोड गर्दैछन् भने यहाँनिर अनलोड गर्नुपर्ने अवस्था चाहिँ छैन। ट्र्याक्टर आफैले हाइड्रोलिक सिस्टमको ट्र्याक्टर छ, त्यसकारणले अनलोड आफै ड्राइभरले अथवा सहयोगी आफै उहाँहरूले काम गर्ने गर्दछ र त्यसको लागि जरुरी छैन भने अहिले जुन यो निलो जेसीबी छ यसले चाहिँ नियमित रूपमा यसको फाउन्डेसनहरू चाहिँ बनाइरहेको छ। यो अघिल्लो साल लगाएको वालले खासै राम्रो प्रोटेक्सन गरेन, किनकि प्रकृति प्रकोप हो, यो जे पनि हुनसक्छ। त्यसकारण अलिकति मजबुत होस् भन्नको लागि यसैको अगाडिपट्टि फेरि थपिने काम चाहिँ भइरहेको छ। आज जुन यो म बस्तीमा देखाइरहेको छु यही बस्तीलाई केही सुरक्षा होस् भन्नका लागि अहिले श्रमदानको कामहरू भइरहेको छ। प्रोटेक्सन वाल यहाँनिर देख्न सक्नुहुन्छ यो वाललाई अलिक पुरानो भइसकेको छ। अब यसले केही समय काम गर्ला, तर पनि अलिकति यसको मजबुत फाउन्डेसन बनाउनको अझै पनि यसमा केही फाउन्डेसनहरू अझ पनि थप्नुपर्ने आवश्यकता देख्न सकिन्छ। अहिले यो यसरी छ, खोलाको केही धारलाई छेक्नका लागि भनेर यसरी प्रोटेक्सन वालहरू राखिएको छ। तर पनि यो पर्याप्त मात्रामा हामी देख्न सकिँदैन। यसले पर्याप्त मात्रामा अझ बनाउनको लागि र मजबुत बनाउनको लागि भए पनि प्रोटेक्सन वालको जरुरी छ भने अब यसपछिको दृश्यमा तपाईहरुलाई यो ट्र्याक्टर तर्फमा केन्द्रित गर्न चाहन्छु र यो ट्र्याक्टर अहिले काम गरिरहेको छ र जुन जेसीबी छ र अब म जोडिन चाहन्छु र म तपाईहरुले ट्र्याक्टरको जुन अहिले लोड भएको स्थानतर्फ म जान्छु र त्यसपछि अनलोड भएको स्थान, त्यसपछि फाउन्डेसन बनाइरहेको अवस्था र जाली निर्माणहरू भइरहेको छ र जो जालीमा ढुङ्गा भर्ने काम भइरहेको छ त्यो दृश्यको लागि केही क्षण प्रतीक्षा गर्नु होला। यो ट्र्याक्टरले लोड भइसकेको छ र यो अनलोड गर्नका लागि सम्बन्धित ठाउँमा जाँदैछ भने यो खाली ट्र्याक्टर अहिले आइरहेको छ अनलोड भएर। र यहाँ यो खोला छ, यो खोलामा अहिले
लोड गर्ने काम भइरहेको छ श्रमदाताहरूले ढुङ्गा टिपेर। अहिले एकदमै टन्टलापुर घाम लागिरहेको अवस्था छ र यहाँ माथिदेखि यो ढुङ्गा लाइनबद्ध तरिकाले यसरी ढुङ्गालाई लोड गर्नका लागि यहाँनिर श्रमदाताहरूको यहाँ लामबद्ध तरिकाले बसिसक्नु भएको छ र उहाँहरूले नियमित काम गरिरहनु भएको छ। अहिले अब खोलाबाट ढुङ्गा टिप्ने काम भइरहेको छ। ल उहाँ चाहिँ नियमित श्रमदाता, एउटा शारीरिक अशक्त भए तापनि उहाँले यसरी ढुङ्गा बोक्दै हुनुहुन्छ। उहाँको प्रष्ट रूपमा उहाँको जुन हातलाई देख्न सक्नुहुन्छ, यो त ढुङ्गा उहाँले उचाली राख्नु भएको छ। यसरी देश बनाउने अभियानमा एउटा सबै श्रमजीवी, सबै श्रमदाताहरूलाई यसरी हामी आफ्नो आफ्नो ठाउँमा सक्दो चाहिँ यसरी सहयोग गरिरहनु भएको छ र उहाँ एक उदाहरणीय व्यक्ति हुनुहुन्छ। पक्कै पनि हाम्रो भिडियो जसले हेर्दै हुनुहुन्छ उहाँबाट धेरै प्रेरणा लिनुपर्ने देखिन्छ, किनकि घरमा बसेर विरोध गर्ने, यसको आलोचना गर्ने, टिका टिप्पणी गर्नुभन्दा पनि फिल्डमा गएर एक्ज्याक्ट के हो यसको रहस्य यसरी बुझिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। र अबको यो दृश्य म तपाईँहरूले अनलोड, यो ट्र्याक्टर जुन लोड भइसकेको छ, अब यसले अनलोड गर्ने ठाउँको दृश्यको लागि म फेरि पनि त्यसतर्फ जाँदैछु र म त्यसतर्फको दृश्यको लागि केही छिन प्रतीक्षा गर्नुहोला। अहिले श्रमदाताहरू सबै यतातिर यो खोला केन्द्रित हुँदै हुनुहुन्छ र खोला केन्द्रित यस कारणले हो खोलामा अत्यन्तै ढुङ्गा प्रशस्त मात्रामा छ र अहिले जुन यो खोला देखाइरहेको छु म तपाईँले, खोलाको केही मापदण्डहरू हुन्छ र खोलाको मापदण्डलाई र खोलाको प्रकृतिलाई क्षति नहुने हिसाबले ढुङ्गाहरू चाहिँ आज टिपिने कार्यक्रम रहेको छ। र पक्कै पनि यता पनि छनु त ढुङ्गा, तर पनि अलिकति खोलाको केही संरचनालाई, स्वरूपलाई बिग्रिन्छ भन्ने हिसाबले त्यसतर्फ चाहिँ नटिपिएको हो। र अब यसपछिमा फाउन्डेसन बनाइँदैछ र फाउन्डेसन र ग्याबिङ जुन बनाइँदैछ प्रोटेक्सन वाल, त्यसतर्फको म ध्यान केन्द्रित गर्न चाहन्छु। एकदमै टन्टलापुर घाम लागिरहेको छ, यति धेरै घाम छ। अहिले यो जुन जाली निर्माण भइसकेको छ यो, र यहाँनिर जाली निर्माण कार्य चाहिँ भइरहेको छ र उहाँहरूले जाली चाहिँ बनाउँदै हुनुहुन्छ। यो जाली अब यसमा ढुङ्गा भरिनेछ, यो जाली चाहिँ उहाँहरूले चाहिँ यसरी निर्माण गर्दै हुनुहुन्छ। यस्तो टन्टलापुर घाम छ तैपनि यहाँ यसरी निर्माण गरिसकेको छ जाली। अब म तपाईँहरूलाई फाउन्डेसनतर्फ म ध्यान केन्द्रित गर्न चाहन्छु। अब यसको फाउन्डेसन कसरी बन्दैछ म तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। अहिले यो जुन जेसिबी छ, जेसिबीको यो अगाडिपट्टि यो फाउन्डेसन खनिँदैछ। यो पुरानो वाल हो, यो पुरानो वालको अगाडि अझ प्रोटेक्ट गर्नको लागि यहाँनिर बनाइनेछ यसरी नै। र यहाँनिर पहिलो चरणको हेर्दा यो फाउन्डेसन बनिसकेको छ र यो यसरी जाली निर्माण भइसकेको छ। अहिले नियमित रूपमा श्रमदान चलिरहेको छ। यहाँ यो प्रोटेक्सन वालको लागि यसरी कामहरू भइरहेको छ। यहाँ श्रमदाताहरू लामबद्ध तरिकाले यो ढुङ्गालाई यो जालीमा भर्नको लागि पास गर्ने काम भइरहेको छ। यहाँ देख्न सक्नुहुन्छ दर्शकबिन, अहिले नियमित रूपमा यसरी कामहरू भइरहेको छ। अगाडिपट्टिको म दृश्य देखाउन चाहन्छु। यो अगाडिपट्टि छ, यो अगाडिपट्टि चाहिँ गोलघरको कम्पाउन्डको एरिया हो। यस्तो अप्ठ्यारो
स्थिति छ। यो पुरानो फाउन्डेसन यसरी भत्किएको छ र यो पुरानो फाउन्डेसनकै अगाडिपट्टि फेरि पनि अर्को फाउन्डेसन यसरी बनाउनको लागि प्रोटेक्सन गर्नको लागि यो वाल चाहिँ निर्माण भइरहेको छ। अहिले यहाँ बृहत्तरमा श्रमदान कार्य भइरहेको हामी देख्न सक्छौँ। यहाँनिर अगाडिपट्टि यो गोलघरको कम्पाउन्डको हो, यो माथि रेलिङ देखाइरहेको छ। यसकै छेउमा यसरी काम चाहिँ भइरहेको छ र अब फेरि पनि म दोस्रो अपडेटको लागि म तपाईँहरूलाई अर्को भिडियोमा भेट्ने बाचासहित आजको भिडियोबाट बिदा हुन चाहन्छु र अब केही समयपछि नै म अर्को अपडेट लिएर उपस्थित हुने बाचा गर्दै बिदा हुन चाहन्छु। नमस्कार।